नमस्ते, म धनबहादुर सिंहले तपाईले हेर्दै हुनुहुन्छ हाम्रो प्रिन्टर प्रेस युट्युब च्यानल साथसाथै हाम्रो धनबहादुर सिंह युट्युब च्यानल पनि। आज चाहिँ म तपाईलाई के भन्न चाहन्छु भने युट्युबको बारेमा र केही कुराहरू सिकाउनको लागि यहाँ उपस्थित भइसकेको छु। आशा छ तपाईले यो भिडियो हेरिसकेपछि यसको बारेमा तपाईले के बुझ्न सक्नुहुन्छ। आज म तपाईलाई के भन्न चाहन्छु भने युट्युब च्यानल बनाउँदादेखिको जर्नी लिएर तपाईँ कहिलेसम्म युट्युब च्यानल बनाउन सकिन्छ, कसरी युट्युब च्यानल बनाउन सकिन्छ त्यो बारेमा पनि म तपाईलाई यहाँ भिडियो बनाएर देखाउने छु। हामी युट्युब च्यानल कसरी बनाउन सकिन्छ त त्यो बारेमा पनि म आज तपाईलाई यो भिडियोमा प्रस्तुत गर्न चाहन्छु। युट्युब च्यानल भनेको क्याटेगोरी अनुसार हुन्छ। तपाईँ कस्तो युट्युब च्यानल बनाउने, कुन तरिकाले बनाउने, कस्तो खालको युट्युब च्यानल बनाउने त्यसमा भर पर्छ। तपाईँ कुन सम्बन्धी युट्युब च्यानल बनाउनुहुन्छ, टेक सम्बन्धी युट्युब च्यानल चलाउनुहुन्छ भने त्यही सम्बन्धमा त्यो भिडियो बनाउनुहोस्। तपाईले अर्कै युट्युब च्यानलमा जस्तै कि तपाईको वेबसाइट डिजाइनिङ सम्बन्धी मात्रै बनाउनुहुन्छ त्यो मात्र बनाउनुहोस्। तपाईले यो फन्नी भिडियोहरू हैन, तपाईले अझै इन्टरटेनमेन्ट भिडियोहरू बनाउनुहुन्छ भने, रमाइलो सम्बन्धी भिडियोहरू बनाउनुहुन्छ भने त्यही सम्बन्धमा त्यो भिडियो बनाउनुहोस्। त्यो गर्नुभयो भने चाहिँ तपाईले किन फाइदा हुन्छ भने हरेक व्यक्तिको मन, हरेक चाहनाको व्यक्तिको मान्छेको मन फरक हुन्छ। त्यसैले तपाईले फरक भिडियो फरक समयमा चाहिँ तपाईले बनाउनु पर्ने हुन्छ। जस्तै कि मैले एउटा भिडियो बनाउँछु, कुनै सम्बन्धी भिडियो बनाउँछु भने त्यस सम्बन्धी मात्रै राख्नु। तपाईले वेबसाइट सम्बन्धी, तपाईले यदि तपाईको टेक सम्बन्धी छ भने त्यही सम्बन्धी मात्रै, युट्युबको टिप्सहरू छ भने त्यही मात्रै सम्बन्धित बनाउनु। अनि त्यसपछि तपाईले कम्प्युटर सिकाउने सम्बन्धी हैन, एक्सेल, वर्ड हैन, जस्तै तपाईँ त्यसमा डाटाबेसहरू सिकाउनुहुन्छ भने त्यही सम्बन्धी मात्रै भिडियो बनाउनुहोस्। तपाईको यदि रमाइलो छ भने तपाईँ रमाइलो गर्दै चिजहरू मात्रै त्यसमा बनाउनुहोस्। तपाईँ इन्टरभ्यू छ भने त्यस्तै अनुसारै बनाउनुहोस्। तपाईँ न्युज पोर्टल छ भने न्युजको खालको मात्रै बनाउनुहोस्। तपाईको क्याटेगोरी अनुसार चाहिँ तपाईले युट्युब च्यानल बनाउनुपर्छ। तपाईले क्याटेगोरी अनुसार युट्युब च्यानल बनाउनु भयो भने चाहिँ किन तपाईलाई फाइदा हुन्छ भने चाहिँ तपाईले के कसरी बनाउने भन्ने बारेमा तपाईले बुझ्नुपर्छ। च्यानल क्रिएट गर्दा कुन तरिकाले क्रिएट गरेर अगाडि बढाउने भन्ने कुरामा तपाईले आवश्यक पर्छ। मैले बनाइरहेको भिडियोमा कतिको इन्ट्रेस्टिङ भइरहेको छ हैन, कतिको मान्छेहरूले यसमा आइरहेको छ, कति मान्छेले हेरिरहेको छ त्यसमा पनि भर पर्छ हैन। सो त्यसमा के भन्छ भन्दा तपाईले बनाएको भिडियोलाई प्रमोटिङ गर्नको लागि पनि एकदम आवश्यक पर्छ। त्यसमा तपाईले के कस्तो भिडियोहरू बनाएर लगइन गर्ने, के कस्तो भिडियोहरू बनाएर तपाईले प्रस्तुत गर्ने त्यसमा पनि यसले एकदम फाइदा बनाउँछ। मैले डेली एउटा भिडियो बनाउँछु भनेर पनि मैले भनिसकेको छु, हाल्छु पनि होला त्यो सायद मैले डेली टेक सम्बन्धी भिडियोहरू बनाएर। र चाहिँ तपाईले युट्युब च्यानल कसरी बनाउन सकिन्छ, जीमेल अकाउन्ट कसरी बनाउन सकिन्छ, त्यसपछि युट्युब च्यानल कसरी बनाउन सकिन्छ र युट्युब च्यानललाई हामी कसरी लोगोहरू बनाएर त्यसमा अपलोड गर्न सकिन्छ त्यो बारेमा पनि म तपाईलाई भन्नेछु। भन्दै म तपाईलाई यो भिडियो देखाउनु, यो युट्युब च्यानल कसरी बनाउँछ भन्ने चाहिँ मैले स्क्रिनमा देखाएर तपाईलाई जीमेल अकाउन्टदेखि बनाउने सुरुदेखि फेस कसरी बनाउन सकिन्छ, ल्यापटपको चाहिँ आज म सिकाउँछु र मोबाइलको चाहिँ नेक्स्ट म तपाईलाई भिडियो बनाएर देखाउँछु मोबाइलमा चाहिँ हामी कसरी बनाउन सकिन्छ भनेर। सो यति भन्दै म ल्यापटप तपाईलाई लान्छु र जीमेल कसरी बनाउन सकिन्छ त्यो बारे पनि म तपाईलाई भन्न चाहन्छु। सो म तपाईलाई डिस्प्लेतिर चाहिँ यो भिडियो अगाडि बढाउन चाहन्छु। सो मैले चाहिँ तपाईलाई यहाँ डिस्प्लेमा देखाइरहेको छु हैन, डिस्प्लेमा देखाइरहेको छु। म तपाईलाई सुरुमा त युट्युब च्यानलको जीमेल हामी कसरी क्रिएट गर्न सकिन्छ है, जीमेलबाट हामीले युट्युब बनाउने हो हैन। जीमेल बनाइसकेपछि युट्युबमा गएर युट्युब क्रिएट गर्ने हो। सो त्यसको बारेमा चाहिँ म तपाईलाई भन्छु। सो तपाई सबभन्दा पहिला क्रोममा जानुपर्छ हैन, ल्यापटपमा चाहिँ क्रोममा जानुस् हैन। सो तपाईले बनाउन चाहन्छ भने तपाईले यसलाई जुनसुकै ब्राउजरहरू ओपन गर्दा पनि हुन्छ। मैले युट्युबलाई ओपन गरेँ। सो मैले युट्युब ओपन गरिसकेपछि यहाँ तपाईको यदि छैन भने चाहिँ यसरी युट्युब देखाउँदैन। त्यसपछि तपाईले क्रिएट च्यानल गर्न चाहिँ जानुपर्छ। यहाँ जान्छु, त्यसपछि यहाँ गएर म तपाईलाई न्यू च्यानल क्रिएट गरी देखाउँछु। एडमा जाने हैन, त्यसपछि यहाँ मोर छ, यहाँ फर्गेट पासवर्ड भन्छ, यहाँ क्रिएट यहाँ देखिरहनु भएको छ भने तपाईले क्रिएट अकाउन्ट भन्छ त्यसमा क्लिक गर्ने। के को लागि बनाउने, फर पर्सनल युज, फर चाइल्ड, फर बिजनेस। जस्तो बिजनेस लागि बनाउनु भयो बिजनेसको लागि जानुहोस्। यहाँ गेट एउटा जीमेल एड्रेस भनेको छ। यहाँ तपाईले नाम राख्नुपर्छ। यहाँ तपाई के नाम राख्ने सो त्यही अनुसार बनाउन सकिन्छ। मैले यहाँ नाम राख्छु, के नाम राख्छु भने के यहाँ तपाईले जस्तै यो नाम राखेँ मैले हैन, यो जीमेल नाम राखेँ। सो यसलाई चाहिँ म यसमा नेक्स्ट गर्न सक्छु। छैन भने चाहिँ यो अरू कसैले लिइसकेको छ, एन्ड्रोइड भन्छ अरू कसैले लिइसकेको छ, मैले यसमा खोज्छु हैन, अटोमेटिक गरिदिन्छ उसले। मैले यहाँ टेक च्यानल 390 भनेको छु, यसमा क्लिक गर्छु। त्यसपछि यसलाई म नेक्स्ट गरिदिन्छु। त्यसपछि तपाईँ पासवर्ड राख्नुहोस् हैन, तपाईँ के पासवर्ड राख्ने त्यो तपाईँकै अनुसार पासवर्ड राख्नुहोस्। मैले यहाँ पासवर्ड राखेँ हैन, मैले पासवर्ड राखेको छु यहाँ।
पासपोर्ट राखेँ। त्यसपछि मैले यसलाई यसमा हालिदिन्छु। यसमा नम्बर मागिरहेको छु, मैले नम्बर हाल्छु। नम्बर हाल्नु चाहिँ के हुन्छ यसलाई के गर्छ म हेर्छु हैन। नम्बर चाहिँ धेरै भइसक्यो भन्ने पनि भयो। यो नम्बर पनि म चेक गर्छु कि त्यो हो कि छैन, छ कि छैन भनेर। यसमा पनि भयो, नेपालै हो हैन। यसमा धेरै नम्बर भएपछि नमिल्ने हो कि जस्तो लाग्छ। भेरिफाइड फोन नम्बर एउटैबाट भेरिफाई गर्नुपर्छ भन्ने लेखेको छ। यहाँ कोड पनि जाँदो रहेछ हैन। त्यसपछि यो बनाइसकेपछि चाहिँ तपाईँ यो पनि मैले धेरै भइसक्यो। त्यसपछि म तपाईँलाई अर्को देखाउँछु यहाँबाट। त्यो च्यानल क्रिएट भइसकेपछि चाहिँ तपाईँले च्यानल कसरी यसलाई मेन्टेन गर्ने भन्ने बारेमा चाहिँ म तपाईँलाई सिकाउँछु हैन। जस्तो कि मेरो यो च्यानल छ हैन, तपाईँले क्रिएट गरिसकेपछि यसरी डिस्प्लेमा आउँछ हैन। यसरी आउँछ। यसरी डिस्प्ले आइसकेपछि तपाईँले यसमा जानुपर्छ हुन्छ। यस्तो गरेपछि यसमा क्रिएट च्यानल भन्ने आउँछ। त्यसपछि तपाईँले क्रिएट गर्नुपर्छ। मैले यसरी बनाइसकेको छु। मैले यो च्यानल मैले बनाइसकेको छु हैन। ब्लिङ्टर मिडिया ग्रुप बनाइसकेको छु। यो चाहिँ विभिन्न नयाँ नयाँ भिडियोहरू आउँछ हैन। लाइफस्टाइल भ्लगिङ, लाइफ हैन, कुकिङ भिडियो, मोर एन्ड इन्टरटेनमेन्ट एन्ड एभ्रिथिङ अल भिडियो भन्ने आउँछ यसमा। मैले यो ब्यानर बनाएर पनि यसमा अपलोड गरेको छु। मेरो लोगो पनि छ त्यहाँ BMC भनेर, ब्लिङ्टर मिडिया ग्रुप भनेर। BMG होला सायद, BMG हो त्यो। ब्लिङ्टर मिडिया ग्रुप भनिराखेको छु मैले यसमा हैन। यसले चाहिँ तपाईँले च्यानललाई चाहिँ कस्टमाइज च्यानल बनाउन सकिन्छ। तपाईँले यसलाई च्यानललाई कस्टमाइज गर्न सकिन्छ। यो चाहिँ मेरो कस्टमाइज होम ट्याबहरू छ। होम ट्याबहरू तपाईँले अन गरेर राख्यो भने नि केही फरक पर्दैन हैन। त्यसपछि यो तपाईँको यो नामै भयो। यसमा तपाईँको यो अफिसियल भनेर राख्यो भने नि यसमा राख्यो भने लिन्छ लिनेले छैन रहेछ। यसमा 81 राख्दिनु है। त्यो अघि जस्तै प्रोनाउन्सिएसन डिस्क्राइबर लेख्न सक्नुहुन्छ तपाईँले। ल्याङ्ग्वेज के ल्याङ्ग्वेज एड गर्ने हो तपाईँले मिडिया ग्रुपमा यो कुन कुन ल्याङ्ग्वेज गर्ने हो। जस्तै इङ्ग्लिसै छ भने इङ्ग्लिसमा राख्दा हुन्छ। अरू पनि ट्रान्सलेट हुन्छ कि यसबाट। जस्तै तपाईँ यहाँ नेपाली बोल्नुहुन्छ भने नेपाली छैन त्यो यहाँ नेपाली त हुनुपर्ने हो। नेपाली छैन माथि नेपाली बनायो भने यहाँ कुन ट्रान्सलेट गर्ने इङ्ग्लिसमा भनेपछि इङ्ग्लिसमा राख्नुपर्छ। यसो गरेर यसलाई जस्तै यहाँ के लेख्नु, यहाँ च्यानल नाममा पनि यसलाई नै यसलाई कपी गरेर यहाँ राखिदियो भने के फरक पर्दैन। डाउन गरिदिनु हैन। अब ट्रान्सलेट हुन्छ कि तपाईँले के आउँछ त्यो आउँछ। ट्रान्सलेट चाहिँ यहाँबाट हुन्छ। इमेज हुन्छ यहाँ फोटो तपाईँले लोगो छ भने लोगो क्रिएट गर्न सकिन्छ। यदि तपाईँ च्यानल कस्टमाइज भयो हैन, च्यानललाई कस्टमाइज गर्ने चाहिँ यो तरिकाले गर्न सकिन्छ। त्यसपछि तपाईँ ड्यासबोर्डमा जानुभयो भने चाहिँ यसलाई क्लोज गरेर ड्यासबोर्डमा जान सकिन्छ। त्यसमा एउटा भिडियो पनि मैले अपलोड गरेको छैन, न्यू च्यानल त्यो भिडियो न्यू हो। त्यसमा केही देखाएको छैन। त्यसमा कन्टेन्टमा पनि केही देखाउँदैन किनकि भिडियोहरू केही गरेको छैन। पोडकास्ट, प्रमोट, पोस्ट, लाइभ सबै गर्न सकिन्छ। यसमा यसमा भिडियो पनि के हालेको छ नि त्यो यसमा खाली देखाउँछ। यो कम्युनिटी हो, यसमा पनि केही देखाउँदैन। यो पनि केही छैन, यसमा पनि केही देखाउँदैन। यो अर्निङमा चाहिँ यसो देखाउँछ। यो यहाँ देखाउँछ के सबैभन्दा इम्पोर्टेन्ट भनेको हामीलाई यो चाहिन्छ हैन। यो इम्पोर्टेन्ट एकदम हामीलाई इम्पोर्टेन्ट हो। यसलाई हामीले गर्न सक्यो भने चाहिँ यसबाट चाहिँ हामीले बल्ल इमेलमा आएर तपाईँको युट्युब च्यानललाई मोनेटाइज गर्ने बाटो देखाउँछ। अहिले चाहिँ 3000 सब्सक्राइबर 3000बाट पनि गर्न सकिन्छ कि चाहिँ अहिलेको लागि चाहिँ यो अपडेटमा चाहिँ यो पछिमा भएको। तर यही मात्रै छ अपडेट हुनुपर्ने। सौन्दर्य अपडेट्समा 365 भ्यू सर्ट भिडियोबाट पनि गर्न सकिन्छ। यसमा चाहिँ 2 स्टेप भेरिफिकेसन भइसकेको छ, फ्लप कमेन्ट पनि भइसकेको छ। अनि त्यसपछि यो कस्टमाइज अघि नै हेरेकै भयो चाहिँ हैन। यो अडियोहरू चेक गर्न सकिन्छ। यो फ्री अडियोहरू यहाँबाट डाउनलोड गर्न सकिन्छ हामीले। त्यसपछि सेटिङमा जाने, सेटिङमा हामीले धेरै बनाउन सकिन्छ। यहाँबाट हामीले यो फ्युचर इनेबल भएको छैन। यो इनेबल हुन चाहिँ भिडियोहरू हाल्नुपर्छ। यहाँ भेट फोन नम्बर भनेछ केही पनि इनेबल गरिहालौँ न हैन। यो बटन भेरिफाई गरिदिउँ न यसलाई। त्यो
नम्बर पहिला पनि गरिसकेको छु, डिफरेन्ट नम्बर हुन्छ योबाट गरिसकेको होइन यसमा चाहिँ यसमा चाहिँ आयो पिन आयो 2816 यसरी आउँछ। यसमा कोड चाहिँ यसरी यसमा कोड आउँछ, यो कोड हानिसकेपछि हामीले यसलाई सबमिट गरिदिनुपर्छ, भेरिफाई हुन्छ। काउन्सिल यो फोन भेरिफाई नाउ इज बिन भेरिफाई भनेर आउँछ, देखाउँछ होला। यो चाहिँ यसमा चाहिँ यसको क्राइटेरियाहरू छ। यहाँ भिडियो हाल्नुपर्छ, च्यानल हिस्टोरी पनि एउटै हुनुपर्छ भन्ने चाहिँ यो छ। त्यो चाहिँ भिडियो हालिसकेपछि बेसिक हो, हामीले प्राइस राख्छ, केबाट राखेको छैन। सो योबाट गर्न सकिन्छ। यो चाहिँ हाम्रो अपलोड गर्दाको एडभान्स हामीले अपलोड गर्दा के तरिकाले गर्ने त्योबाट हुन्छ। यो कसलाई पर्मिसन दिने त्यो अनुसार योबाट हुन्छ। यस्तो छ, योबाट चाहिँ यसरी हुन्छ। सो यता चाहिँ यस्तो छ होइन, तपाईँ हामीले यसरी हेरिसकेको छैन। यो हेरिसकेको छ भनेपछि उसमा पनि अडियो पनि चाहिँ सेटिङ पनि हेऱ्यो हामीले होइन। यो चाहिँ एग्रिमेन्ट भनेको रहेछ युट्युब च्यानलको। यो चाहिँ यो कमेन्टहरू कुललाई राख्ने नराख्ने, हिट गर्ने नराख्ने भन्ने चाहिँ हुन्छ। यसमा युजर नेमहरू पनि हुन्छ। यो भने रोल पनि यो तपाईँले अर्कोबाट पनि चलाउनु मिल्छ कि यो म्यानेजमेन्ट दियो भने चाहिँ यो अर्कोबाट चलाउनु मिल्छ। सो त्यसलाई यसलाई गर्न सकिन्छ। च्यानल पासवर्ड पनि छ। यसरी नै यो अगाडि बढाउने। यसमा चाहिँ कहाँ के कस्तो भएको छ भनेको चाहिँ यसले हेराउँछ होइन, कस्तो अनि कुन तरिका, अनि त्यो अनुसारले गर्दा चाहिँ यसलाई हामीलाई पोजिटिभ रूपमा चाहिँ काम गरेर जानुपर्दो हुन्छ। त्यो गऱ्यो भने चाहिँ यसले हाम्रो अवस्थाले पनि एकदम राम्रो काम गराउँछ। यसको बारेमा चाहिँ तपाईँलाई चाहिँ नयाँ भिडियोहरू पनि मैले तपाईँलाई अपलोड गर्नेछु। सो आजलाई चाहिँ यति नै होइन। नेक्स्ट भिडियो चाहिँ म तपाईँहरूलाई बनाएर देखाउँछु भन्दै म डिस्प्ले चाहिँ यसले क्लोज गर्न चाहन्छु र यसरी गर्न सकिन्छ। सो तपाईँलाई कस्तो लाग्यो भिडियो होइन, सल्लाह सुझाव दिन सक्नुहुन्छ। मैले भिडियोहरू तपाईँलाई बनाएर देखाएँ, डिस्प्लेमा देखाएँ, तर लास्टमा चाहिँ के बनाएन भने चाहिँ मैले तपाईँ यो हुन्छ नि त्यसमा चाहिने त्यो सफ्टवेयर अपडेट नभएको कारणले गर्दा त्यसलाई मैले गर्न सकिनँ। नम्बरहरू पनि धेरै ठाउँमा युज भइसकेर चाहिँ मैले जिमेल बनाएर देखाउन सकिनँ तपाईँलाई। अझै नेक्स्ट पनि म तपाईँलाई त्यो बनाएर पनि देखाउने छु। सो किनभने तपाईँले बनाइरहँदाको अवस्थालाई एकदम ध्यान दिनुपर्छ होइन। तपाईँले बनाइरहेको कुराको लागि चाहिँ तपाईँ अपडेटेड रूपमा हुनुपर्छ। अपडेटेड रूपमा भएर तपाईँले काम गर्नुभयो भने चाहिँ त्यसलाई एकदम फाइदा हुन्छ। सो किनकि तपाईँले के कस्तो बनाउन चाहनुहुन्छ त्यो अनुसार तपाईँले त्यसलाई राख्न सकिन्छ। मैले चाहिँ तपाईँले यहाँ स्याम्पल रूपमा मात्रै देखाएँ, किनकि यो हामीले बनाउनु पर्दाको अवस्थाहरूलाई र हामीले गरिरहेको अवस्थाहरूलाई कामलाई चाहिँ एकदम मेहनत गर्नुपर्छ। युट्युब च्यानललाई पनि हामीले एकदम राम्रोसँग होइन यसलाई के गर्दा कस्तो हुन्छ, कसरी हामीले अगाडि बढाउन सकिन्छ त्यो बारे पनि हामीले बुझेर चाहिँ गर्नुपर्छ। यसमा हामी आफैले पनि यसलाई गर्न सकिन्छ। यसको अवस्थालाई हामी राम्रोसँग बुझ्नुपर्छ। हामीले कुन तरिकाले कसरी युट्युब च्यानल अगाडि बढाउने त युट्युब च्यानल खोलेर मात्रै भएन, त्यसलाई अगाडि बढाउनु पऱ्यो, त्यसलाई म्यानेजमेन्ट गर्नु पऱ्यो, त्यसको कुराहरू हेर्नु पऱ्यो। त्यसलाई हामी कसरी अगाडि बढाउने, त्यसमा रहेको कामहरूको अवस्थालाई हामी बुझ्नु पऱ्यो। यसरी हामीले अर्को भिडियोहरूलाई अपलोड गर्नु भएन, आफ्नै ओरिजिनल भिडियो कन्टेन्टहरू हामीले अपलोड गर्नु पऱ्यो, कन्टेन्टहरूको त्यसको बारेमा पनि बुझ्नु पऱ्यो। सो त्यसले गर्दा चाहिँ तपाईँलाई यसको बारेमा धेरै कुराहरू ज्ञान लिनुपर्ने हुन्छ। तपाईँले के तरिकाले र कुन तरिकाले गरिरहेको थियो त्यसलाई नि तपाईँले अझै राम्रोसँग अगाडि बढाउनुहोस्। च्यानलमा चाहिँ तपाईँले सकेसम्म अर्को भिडियो अपलोड नगर्नुहोस्, आफ्नै भिडियो ओरिजिनल भिडियो बनाएर हाल्नुहोस्। सुरुमा गाह्रै हुन्छ, त्यसपछि तपाईँले हाल्दै तपाईँको युट्युब च्यानलमा भिडियोहरू हाल्दा युट्युबले पनि यो एक्टिभ छ है, यसलाई हामी प्रमोटिङ गर्नुपर्छ, यसलाई अगाडि बढाउनुपर्छ भन्ने कुरा हुन्छ।
र युट्युब च्यानल पनि त्यसलाई अगाडि बढाउने कामहरू गरिन्छ। किनभने यसको अवस्थालाई हामी एकदम बुझ्नुपर्छ, यसलाई हामी पोजिटिभ रूपमा काम गर्न सक्नुपर्छ, यसलाई राम्रोसँग अगाडि बढाउने रूपमा काम गर्नुपर्छ होइन। धेरैले डिफ्रेन्ट टाइपमा सोचेको हुन्छ, त्यसैले गर्दा चाहिँ यसको राम्रोसँग व्यवस्थित रूपमा काम गर्न सकिन्छ। यसको कारणले गर्दा चाहिँ तपाईँले कुन तरिकाले अगाडि बढाउने, कुन तरिकाले अगाडि गर्ने, युट्युब च्यानल कसरी अगाडि बढाउने होइन, त्यसको बारेमा पनि तपाईँले धेरै रूपमा ध्यान दिएर अगाडि बढाउनु होला। तपाईँको युट्युब च्यानलले अवश्य पनि तपाईँको च्यानल तपाईँलाई एकदम फाइदा गराउनुहुन्छ। तपाईँले युट्युब च्यानललाई नै आफ्नो प्रोफेसनल आफ्नो कामको लागि युज गर्न सकिन्छ, कामलाई अगाडि बढाउन सकिन्छ। किनभने यसको तपाईँले एकदम धेरैभन्दा धेरै फाइदा पनि आएको छ। तपाईँले अझै यस्तै नयाँ नयाँ भिडियोहरू हेर्न चाहन्छ भने मैले यो फेसबुक पनि हाल्ने गर्छु। फेसबुकमा केही दिनपछि मैले रेगुलर भिडियोहरू, युट्युबको भिडियोहरू पनि हाल्ने गर्छु, त्यो भिडियो पनि हेर्न सक्नुहुन्छ। र युट्युबमा त मैले अलरेडी हालिरहेको छु, तपाईँले यसलाई हेर्न सकिन्छ। मेरो धनबहादुर सिन्जालीमा अर्को टेक भिडियोको रूपमा लागि चाहिँ मैले बनाएको छु। मैले धनबहादुर सिन्जाली टेक भनेर राखेको छु, किनभने त्यो चाहिँ मेरो धनबहादुर सिन्जालीको टेक भिडियोहरू मात्र हाल्ने अपलोड गर्ने गर्छु। र अर्को धनबहादुर सिन्जालीमा चाहिँ मैले मेरो भ्लगिङहरू हाल्ने गर्छु र मेरो जीवनस्तरहरू, मैले गरेको कामहरूको चाहिँ मैले अगाडि बढ्नेछु। मेरो काम मैले गरेको अवस्थालाई बुझाएर यसको बारेमा चाहिँ मैले तपाईँलाई अपडेट गर्नेछु। सो यसैले नै हामी काम गर्दै अगाडि बढ्नेछौँ र अब हामीले चाहिँ गर्नुपर्ने कामहरूलाई अझै योभन्दा प्रमोटिङ रूपमा, योभन्दा बेस्ट रूपमा अगाडि बढाउने। सो त्यसलाई हामी अझै नयाँ ढङ्ग, नयाँ जोस र जाँगा रूपमा काम गर्ने। यसको अवस्थालाई के कसरी गर्दा हामी अगाडि बढ्न सकिन्छ त्यो बारेमा पनि म तपाईँलाई के सिकाउँदछु। मेरो दुईवटा युट्युब च्यानलमा तपाईँले हेर्न सक्नुहुन्छ टेकको भिडियोहरू। धनबहादुर सिन्जालीमा तपाईँले भ्लगिङको मात्रै हेर्न सकिन्छ भने धनबहादुर सिन्जाली टेकमा चाहिँ तपाईँले टेक भिडियोहरू मात्रै हेर्न सक्नुहुन्छ। नेक्स्ट अर्को च्यानल पनि छ मेरो, च्यानलमा काम गरेको धेरै भयो। मसँग मैले काम गर्दा गर्दै म यतिसम्म आइपुगेको छु। अझै योभन्दा अझै बेस्ट गर्ने मेरो कोसिस छु, मेरो जारी छु, मैले अझै गर्ने नै छु। यति भन्दै आजको भिडियो तपाईँलाई कस्तो लाग्यो, सल्लाह सुझावको अपेक्षा गर्न चाहन्छु। र अझै यस्तै नयाँ नयाँ भिडियोहरू चाहनुहुन्छ भने, अझ तपाईँले युट्युब सम्बन्धी इन्फर्मेसनहरू तपाईँलाई आवश्यक परिन्छ भने चाहिँ तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ होइन। तपाईँको सम्पर्क गरिसकेपछि तपाईँलाई यो बारेमा के कसरी बनाउन सकिन्छ भन्ने बारेमा पनि म तपाईँलाई भन्नेछु। भन्दै आजको यो भिडियो कस्तो लाग्यो, सल्लाह सुझावको अपेक्षा गर्दै म धनबहादुर सिन्जाली युट्युब यो भिडियोबाट बिदा हुन चाहन्छु। हस्त, धन्यवाद, नमस्कार।